महेश बस्नेत एउटा यस्तो व्यक्ति जसले जिन्दगीमा पार्टीको कार्यकर्तादेखि बाहेक अरू केही काम गरेको छैन। एकचोटि मिनिस्टरसम्म भएका छन्। आफूलाई शुद्ध छु, अहिलेसम्म भ्रष्टाचार गरेको छैन भन्दै मिडियामा आएर च्यालेन्ज गर्छन्। यो ब्याङ्क्विट, यो रिसर्ट र फेमस यो जिपलाइन जुन प्रचण्डको यो भिडियो त हेर्नु भएकै होला। यो सब उनकै प्रोपर्टी हो। एउटा पार्टीको कर्मचारी मात्रै भएर यस्तो प्रोपर्टी कसरी आयो? उनको छोराले नि केही काम गर्दैनन्, तर इन्टरनेशनल ट्रिप जान्छ, लग्जरियस होटलमा बस्छ र उसको लाइफस्टाइल देखेर छक्क परिन्छ। एउटा अननोन व्यक्तिले रेडिटमा पोस्ट लेख्छन्, आफूलाई बस्नेतको छिमेकी भन्दै स्ट्याटस लेखेर भन्छन् ग्यान्डु भक्तपुरमा उनकै राज चल्छ। त्यहाँको लोकल जनताले अन्धा भक्ता जस्तो सपोर्ट गर्छन् उसलाई। वडा स्टाफ उनकै गोजीमा छन्, सरकारी कर्मचारीहरू उसकै आफन्तहरू छन्। वडा कार्यालयको चिफ उसको साथी हो। त्यहाँको लोकल पुलिसले केही कारण नभई तपाईले रोक्न सक्छ। उसको नेटवर्क यति साह्रो स्ट्रङ छ गभर्नमेन्ट भित्र। त्यहाँको लोकल दोकानदार अरू उनका गुण्डाहरूले बाटोमा पेट्रोल छर्किन, कसैलाई धम्की दिन र हात उठाउन एकचोटि पनि सोच्दैनन् यदि कसैले बस्नेतको खिलाफ केही बोल्यो भने। उनले भन्छन् एउटा केटाले अस्ति बस्नेतको एगेन्स्टमा प्रोटेस्ट हुँदै गर्दा लाइभ स्ट्रिम गर्दै थियो। त्यो मान्छेलाई त्यहाँ गाउँको सारा मान्छेहरूले गद्दार हो, यो धोकेबाज हो, यो भने टेरोरिस्टसम्म भने। त्यति साह्रो सपोर्ट गर्छन् त्यहाँको मान्छेहरूले बस्नेतलाई। बस्नेतले पावर लाएर मान्छेहरूलाई बचाइदिने र मान्छेहरूले त्यसको बदलामा उसलाई सहयोग गर्ने गर्छन्। बस्नेतले उनीसँग भएको पावर मजाले प्रयोग गर्छन्। उनको छोरीको बिहेमा घाटा घरदेखि थिमी जाने मेन हाइवे बिहान 11 बजीदेखि 5 बजीसम्म बन्द गरियो। त्यहाँ पुलिस बसेको थियो, लोकललाई जान दिएन। त्यहाँ पुलिसले लाइसेन्स चेक गरे जस्तो भन्दै बिहेको कार्ड चेक गर्दै थियो। बिहेमा इन्भाइट भएको मान्छेहरू मात्रै हिँड्न पाउँथे त्यो बाटोमा त्यो दिन। उनको निजी काममा यस्तो जनतालाई दुःख दिएर नि मिडियामा आएर खुल्ला रूपमा च्यालेन्ज गर्छन् त्यति बाटो बन्द गर्न स्वाभाविक हो भन्दै। 3 जना मान्छे बाइकमा आउँछन् मास्क लगाएर र राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा नेतालाई रडले आक्रमण गर्छन्। उनी भन्छन् उसको टाउकोमा हानिरहेको थियो, उनीलाई मार्ने नियत थियो त्यो गुण्डाहरूको। 10 वटा टाका लगाएर मात्रै उ बाँचे। ती घाइते नेता हुन् बादन भण्डारी। केही दिन अघि एमाले र बस्नेतको खिलाफमा केही इन्टरभ्यूहरू दिएका थिए। केपी ओलीलाई लाज नलाग्ला? केपी ओली अहिले आफै नाटक गरिरहेका छन्, आफै नाङ्गो छन्। केपी ओलीको आसेपासेहरू त उनीहरू केपी ओलीलाई मारा हजुरबाहरू कोही पनि छैन भनेर बसिरहेको। त्यहाँदेखि उनीलाई कल र धम्कीहरू आइरहेको थियो त्यो इन्टरभ्यूले गर्दा। उनीले स्वयं भनेका छन् बस्नेतले नै उमाथि ज्यान मारा प्रहार गरेको हो। उहाँकै नाम लिएर फोन गर्नुभएको थियो, धम्की थियो। टाउकोमा जुन प्रकारको हमला थियो त्यो ज्यानमार्ने उद्देश्यले थियो। यस्तो ठुलो नेतालाई यस्तो खतरा हुन सक्छ भने हामी जस्तो आम नागरिकले उसको खिलाफ बोल्यौं भने हाम्रो के हुन्छ? एउटा 31 वर्ष महिलाले बस्नेतलाई केस हाल्छिन्। एफआईआरमा लेखेको थियो बस्नेतले 2 चोटि रेप गरेको, जबरजस्ती गरेर 2 महिनाको बच्चा फ्यालेको। त्यो महिलाले भन्छिन् बस्नेत र उसको सम्बन्ध श्रीमान श्रीमती जस्तै थियो अरे। उनीले पुलिसलाई 39 पेजको मेसेजको स्क्रिनशट प्रुफको रूपमा बुझाएकी छिन्। त्यो स्क्रिनशटमा देखिन सकिन्छ कि उनीले बस्नेतको नाम लभ बुढा भनेर सेभ गरेकी छिन्। मेसेजमा बस्नेतले उनीलाई सिन्दुर हालेको कुरा नि पुष्टि हुन्छ। मेसेजमा बस्नेतले भन्छन् त मेरो बुढी हो, जे पाए त्यही गर्न पाउँदैनस् बुझिस। मेसेजमा देखिन्छ बस्नेतले एबर्सनको लागि दबाई किनेको र कसरी दबाई युज गर्ने भनेर उसलाई पठाएको। मेसेजमा कहिले 3-4 दिनको दुःखमा नआतिनु भनेको छ भने कहिले यस्तो कदम चालेमा राम्रो हुँदैन भनेर धम्की दिएको छन्। उनीले पुलिसलाई बस्नेत र उसको पर्सनल फोटोहरू पनि दिएको छिन्। एउटा फोटोमा त बस्नेत नाङ्गै देखिन्छ। उनीले एबर्सन गरेको रिपोर्टको कपी पनि बुझाएकी छिन्। त्यो रिपोर्टमा उसले आफै आफ्नो साइन गरेका छन्। एफआईआरमा साफ लेखिएको छ बस्नेतले उनीलाई 2 चोटि बलात्कार गरेको, एकचोटि काठमाडौँको अपार्टमेन्टमा, अर्कोचोटि भारतको गुडगाउँको तुलसी अस्पतालमा। बलात्कार पछि उ प्रेग्नेन्ट भएको र उसलाई जबरजस्ती गरेर दबाई खुवाएको पनि भनेकी छिन्। अझै उसँग भएको प्रमाण मेटाउन बस्नेतले गुण्डाहरू लगाएर फोन जबरजस्ती लगेको र उमाथि कुटपिट भएको पनि भनेकी छिन्। यो एफआईआर गर्ने महिला शोभा पाठक हुन्। यस्तो प्रुफ सरकारलाई बुझाउँदा पनि न्याय नपाएर अहिले सोशल मिडियामा होपलेस भएर न्याय दिनुस् भन्दै छिन्। मलाई न्याय दिन सक्नुहुन्न, मलाई न्याय दिनुस् न। शोभा मलाई न्याय दिन सक्नु हुँदैन भन्दै रोइराकी छिन्। यस्तो प्रुफ हुँदा पनि पुलिसले उनलाई 2 चोटि जेल हालिसक्यो नेताको चरित्र बिगारो भनेर। उनीलाई पटक मार्न खोजे, आक्रमण भयो, नागरिकता, पासपोर्ट, फोन र सुनहरू सबै लुटपाट भयो। अझै यति हुँदा हुँदै बस्नेत यता कम्प्रोमाइज गर्ने भनेर लेटर पठाउँछन्। 9 वटा बुदा भएको लेटरमा के छ हेर्नुहोस्। उनीले भनेका छन् सरकारी वकिलमा महिला सेलमा हालेका उजुरीहरू मैले फिर्ता गर्नुपर्ने, अनि शोभाको बस्नको लागि बालकुमारी स्थितिमा घर जग्गा बनाउने, ज्यान दिने, त्यसपछि गएर अमेरिका जाने टिकट किनिदिने, 25 लाख पैसा दिने, तत्काल 3-4 महिना अमेरिका गएर बस्नु पर्ने म। त्यसपछि गएर सामाजिक मिडियामा एकअर्कालाई घोषपुछ गर्ने, कुनै खालका अभिव्यक्ति गर्न नपाउने, राजा बुढो भन्न नपाउने, अनि एकअर्कामा भएका मोबाइलका स्क्रिनशटहरू सबै चाहिँ मैले हटाइदिनु पर्ने। उहाँले पठाउनु भएको आफ्नो मोबाइलबाट। यही केसले देखाउँछ नेपालमा पावर छ भने रेप गरेर पनि खुल्लम खुल्ला घुम्छन् मान्छेहरू। यत्रो सरकारको अगाडि सबै प्रुफ हुँदा पनि। यति मात्रै होइन, अर्को रश्मिला धामी भन्ने महिलाले नि भन्छिन् उनी नेकपा एमालेको नेता महेश बस्नेतदेखि बलात्कृत भएको महिला हो भनेर। नेकपा एमालेका युवा नेता भन्ने ऐनबाट बलात्कृत महिला हो। रश्मिलाको अनुसार बस्नेतले उसको इच्छा विपरीत गएर जबरजस्ती गर्छन्। उनीले हुँदैन भन्दा पनि उनीले त तपाईँ मेरो दाइ हो, अभिभावक हो भन्दै थिइन्। प्लिज मलाई नगर्नु, यस्तो लाज लागिरहेछ, मलाई अड लागिरहेछ भनेको मानेन। कसले देख्छ, तिमीले भन्यो भने मात्र त अरू कसले देख्छ, कसले थाहा पाउँछ भनेर जबरजस्ती करनी गरेको। यो घटनाको 1 महिनापछि रश्मिलालाई फेरि कल आउँछ अनि बस्नेतले भन्छन् उनीलाई एचआईभी पोजिटिभ रोग लाग्यो, तिमीलाई पनि लाग्यो कि चेक गर भनेर भन्छन् उसले। त्यसपछि फेरि बस्नेतले रिपोर्ट चेक गर्ने बहाना पारेर रश्मितालाई आफ्नो अफिसमा बोलाउँछन्। उनी पनि अफिसमा सबैजना मान्छेहरू हुन्छन् भनेर जान्छिन्, तर फेरि दोस्रो चोटि बलात्कार गर्छ बस्नेतले।
उनीले तपाईँलाई एचआइभी लागेको छ नगर्नु भन्दा मैले त्यसो नगर्नु तपाईँ अस्ति सङ्क्रमित भन्नुभएको छ नगर्नुमा त्यस्तो भन्दाखेरि पनि जबरजस्ती मेरो लुगा खोलेर जबरजस्ती गरेको थियो फेरि पनि दोस्रो हो हजुर रश्मिला पुलिसमा जान्छु भन्दा तिम्रो छोरालाई स्कुलदेखि उठाउने र के गर्ने भनेर धम्की दिएर उसको मुख बन्द गराउँछन् यस्तो अपराध गरेर नि यस्तो खुल्ला रूपमा धम्की दिन सक्ने बस्नेत केपी ओलीलाई राष्ट्रपिता भन्छन् सबैजना एमाले हो बस्नेतसँग 600 जना हतियारधारीहरू छन् प्रधानमन्त्री सुशीला कार्कीलाई आमै भनेर भन्छन् र सुशीला आमैलाई हामीले कमसेकम 1 महिना चाहिँ राजीनामा माग्छौँ। उनको यो शब्दहरू सुन्दा एउटा मन्त्री कम गुण्डा जस्तो लाग्छ उनी भन्छन् 3 दिनमा केपी शर्मा ओलीलाई शानदार ढंगले भित्राउँछन् अरे 3 दिनभित्र केपी शर्मा ओली शानदार ढंगले देखिन गरेर सहयोग गरिहाल्छ जस्तै केही जितेर आएको जस्तो आन्दोलनमा यत्रो युवाहरूको मृत्यु हुनु उसको लागि जित हो उनी भन्छन् जेनजीको हल्लाले उनको भुतला नि झर्दैन अरे तिमीहरूले गरेका हल्लाले मेरो भुतला पनि झर्दैन उनीले गरेको कर्म र उनको इमानदारीता बलियो छ अरे थाहा छ कस्तो कर्म कस्तो इमानदारीता हो भनेर अहिले जेनजीलाई बोके हराम आतंकवादी र तालिबानी भन्दै जनताहरूलाई भड्काउँदै छन् जेनजीको खिलाफमा उनीले उसको घर जलाउने मान्छेहरूलाई खोजी खोजी काटिदिने भन्दै धम्की दिइरहेछन् खुल्ला रूपमा बालेनलाई फुकेर उडाउने सिस्टमदेखि हटाउने रवि लामी छाने बालेन र हर्क सम्पक राईको केही काम छैन भनेर भन्छन् अब देश सम्हाल्ने बस्नेतले अरे अब देश सम्हाल्ने हामीले न कोही माइकेलले सम्हाल्नेवाला कोही माइकेललाई आउँदैन अरे अब अझै राजनेता केपी शर्मा ओली भन्दै नारा लाउँदै छन् महेश बस्नेतलाई कुट्न र हराउन स्वर्गमा मुख धोरा आउनु पर्छ अरे भन्छन् उनीको विपक्षमा बोल्नेलाई जुम्रा मिची जस्तै मिच्दिन्छन् अरे हेर्नै पर्दैन गभर्नमेन्ट यहाँ जुम्रो किचा जस्तो किन्छ किन दामा हेरेर ढुक्क छ भन्नु न कुनै हराएर कतै यहाँ आयो भने जुम्रो यसरी हुन्छ नि ढुक्क भएर बस्नु यो सब बस्नेतको मुखदेखि निक्लेको शब्दहरू हो यस्तो यस्तो अपराध गरेर गुण्डागर्दी गरेर खुल्ला रूपमा च्यालेन्ज दिएर हिँड्ने मान्छे नि छन् हाम्रो सरकारमा केपी बाले सपोर्ट दिनु भन्दैमा जे गर्न पाइन्छ यस्तो मान्छेमा डर भन्ने यति नै हुँदैन किनभने कहिले आफूले गरेको गल्तीको सजाय पाकै छैन कहाँदेखि हुन्थ्यो त डर अहिले केपी ओलीले राजीनामा दिएर ऊ एकदम डरमा छन् यदि सरकारले उनको केस तामेलीमा गएको फेरि रिओपन गर्यो भने ऊ जेलमा जान फिक्स्ड हो उनीलाई कसैले पनि बचाउन सक्दैन र हाम्रो दिदीहरूले बल्ल न्याय पाउनुहुन्छ त्यही भएर ऊ अहिले नेपालको सारा जनताहरूलाई जेनजी आतंकवादी भन्दै भड्काउँदै छन् मान्छेले जेनजीलाई नराम्रो सोचेर पार्टीलाई सपोर्ट गरोस् र अब आउने फागुनको चुनावमा उनीहरू पावरमा आओस् भनेर हामीले यति कुरा बुझ्नु पर्छ कि अब आउने चुनावमा एमाले जित्यो भने यो मान्छे पावरमा आउँछ यसले कहिले आफूले गरेको कर्मको सजाय पाउँदैन हामीसँग यही लास्ट चान्स छ हाम्रो दिदीहरूलाई न्याय दिलाउने र यस्तो भ्रष्टाचारी मान्छेहरू यस्तो गुण्डाहरूलाई हाम्रो सरकारदेखि निकाल्ने त्यही भएर अब के गर्नुपर्छ यो चुनावमा सोच सम्झेर मात्रै आफ्नो भोट दिनु होला एकदम धेरै विचार गरेर यदि अझै पनि तपाईको बाबुमा पार्टीको झण्डा बोक्दै थाप्दै हिँड्दै हुनुहुन्छ भने तपाईको बाबुमा अस्ति मर्ने हाम्रो त युवा शहीदहरूको अपहेलना गर्दै हुनुहुन्छ हामीलाई सरकारमा जानुवर चाहिएको छैन हामीलाई असल मान्छे चाहिएको छ जसले अर्को मान्छेको जिन्दगीको सम्मान गर्छ हामीलाई बराबर न्याय चाहिएको छ